हेलो वेलकम ब्याक टु माई च्यानल अगेन। आज चाहिँ साथीहरू म तपाईँहरूसँग चाहिँ नयाँ एक चिली रेसिपी सेयर गर्न गइरहेको छु है। यो चाहिँ मैले नयाँ प्रकारले बनाएको छु है। र मैले चाहिँ एउटा बोलमा चाहिँ 4टा अन्डा फिट्नु गइरहेको छु है। र मैले चाहिँ यहाँ चाहिँ 4टा अन्डा लिएको छु है। र त्यसपछि चाहिँ मैले एउटा यहाँ प्यानमा चाहिँ मेरो चाहिँ पानी बोइल भइसकेको थियो। र त्यसमा चाहिँ मैले गाजर हुन्छ नि लामो लामो काटेर चाहिँ मैले जस्ट 2 मिनट्सको लागि चाहिँ मैले यहाँ उबालेँ। त्यसपछि चाहिँ यसलाई निकालेर चाहिँ हामीले मजाले पानी चाहिँ तार्नुपर्छ है। र त्यसमा चाहिँ मैले अब त्यसपछि चाहिँ मैले यो अन्डामा चाहिँ यो गाजर एड गर्न गइरहेको छु है। र नानीहरूले प्रायः खाँदैन नि त गाजरहरू, त्यसले गर्दा चाहिँ मैले यसमै एड गरिरहेको छु। र अहिले चाहिँ स्प्रिङ अनियनको सिजन छ र मलाई चाहिँ पुरा राम्रो लाग्छ प्याजको साग है। त्यसले गर्दा मैले प्याजको साग एड गरेँ। त्यसपछि यहाँ मैले चाहिँ गार्लिक पाउडर एड गरेँ। त्यसपछि यहाँ मैले ब्ल्याक पेपर है अनि अलिकति सल्ट है। सल्ट चाहिँ अब तपाईँहरूको टेस्टको अनुसार हाल्नु होला। र यसरी हालेपछि चाहिँ हामीले चाहिँ यसलाई मजाले मिक्स गरौँ अब है। र यसरी मजाले मिक्स गर्नुपर्छ है, ताकि यो सबै मजाले मिक्स होस्। गाजर हालेको छ नि त, त्यसले गर्दाखेरि चाहिँ मजाले मिक्स हुनुको लागि चाहिँ हामीले एकदम राम्रो यसलाई चाहिँ चलाएर चाहिँ फिट्नुपर्छ है गाइस। र त्यसपछि चाहिँ मैले अलिक फिटिसकेर चाहिँ यहाँ कर्नफ्लावर हुन्छ नि, कर्नफ्लावर चाहिँ मैले 1 चम्ची कर्नफ्लावर चाहिँ पानीमा फिटेर चाहिँ यसरी फेरि एड गरेको छु। र यसलाई पनि मजाले तपाईँ फिट्नुहोस् है। मजाले फिटिसकेपछि चाहिँ एउटा प्यानमा चाहिँ मैले जस्तै केक बनाउँछ नि हामीले, त्यसरी नै एउटा प्यानमा चाहिँ मैले अलिअलि ओइल लगाएको छु। त्यसपछि चाहिँ मैले यसरी फिट्दै नै हाल्नुपर्छ, किनभने फिट्दै हाल्यो भने चाहिँ तपाईँको यो मसला चाहिँ मजाले मिक्स भएर बस्छ नि त, नत्रखेरि चाहिँ एउटामै डल्लो पर्छ है। सो गाइज अब यो चाहिँ हामीले स्टिम गर्नुपर्छ है। ल अब तपाईँहरूको चाहिँ जुनै पनि स्टिमरमा चाहिँ यसरी हालेर स्टिम गर्नु होला। मेरो चाहिँ मोक्टो छ नि त, त्यसले गर्दा चाहिँ मोक्टोमै मैले स्टिम गर्न गइरहेको छु। सो गाइज यो चाहिँ स्टिम भएर चाहिँ यस्तो हुन्छ है, मजाले स्टिम, अलिकति टाइम लाग्छ तर मजाले हुन्छ है। र यसरी स्टिम भएपछि चाहिँ हामीले अलिअलि चलाएर चाहिँ यसलाई चाहिँ अब हामीले चाहिँ निकालौँ है यहाँबाट। निस्केन भने चाहिँ अलिअलि साइडमा चाहिँ तपाईँले हुन्छ नि चम्ची नभए चाहिँ छुरीले साइड साइडमा यसरी गर्नु होला। त्यस्तो गऱ्यो भने चाहिँ तपाईँको इजिली निस्किन्छ है। सो गाइज म चाहिँ अब यहाँ यसरी पल्टाएर चाहिँ निकालिरहेको छु। सो मेरो चाहिँ यहाँ निस्किसक्यो, हेर्नुहोस् न, कस्तो मजाले केक जस्तो भएको छ है। र यो चाहिँ अब केक जस्तो भएको छ नि त, त्यसलाई चाहिँ अब मजाले यसलाई चाहिँ म काट्छु यसरी है। र जस्तो सेपमा काट्दा पनि हुन्छ तपाईँहरूले है। र मैले चाहिँ यसलाई चाहिँ अब स्क्वायर स्क्वायर पनिर टाइपमा काटेको छु। यसरी पनिर टाइपमा चाहिँ मैले काट्न गइरहेको छु है। र यसरी काटिसकेपछि चाहिँ अब हामीले फेरि यसलाई चाहिँ पकाउनु पर्ने हुन्छ। र हेर्नुहोस् त गाइस कस्तो मजाले पाकेको छ है। र नानीहरूले चाहिँ खाँदैन कि, मेरो नानीहरूले चाहिँ गाजरहरू, र यसरी दिएँ भने चाहिँ अन्डामा चाहिँ यसरी चाहिँ खान्छ नि त। सो हेर्नुहोस् न, मैले मजाले यसरी पकाएको छु। कस्तो फ्लपी भएको छ है, केक जस्तै भएको छ यो हो। र हेर्नुहोस् न, यो मजाले भएको छ हो। र अब यसलाई चाहिँ हामीले के गर्नुपर्छ, यसलाई चाहिँ अब चिल्ली बनाउनुको लागि चाहिँ मैले प्याज, अब त्यो त चिल्ली त सबैलाई नै थाहै छ कसरी बनिन्छ है। मैले चाहिँ प्याज लिएको छु, क्याप्सिकम लिएको छु, त्यसपछि मैले टमाटर लिएको छु है। र यसलाई चाहिँ अलिकति हामीले चलाएर पकाऊँ। र यसलाई चाहिँ अलिअलि चलाएपछि चाहिँ अब हामीले चाहिँ यसमा म चाहिँ एड गर्न गइरहेको छु सोया सस। र अलिकति सोया सस हालिदिनु होला गाइस है। र यहाँ मैले चाहिँ रेड चिली सस हालेको छु, तपाईँहरूले टमाटो केचप पनि हाल्नु सक्नुहुन्छ है। र मैले चिल्ली चाहिँ अलिकति टेस्ट आउँछ नि त पिरो पिरो, त्यसले गर्दा चाहिँ मैले यहाँ चिल्ली हाल्न गइरहेको छु है। सो मैले अलिकति रेड चिल्ली सस हालेँ। त्यसपछि यसलाई मजाले चलाऊँ गाइस हामी है। त्यसपछि सल्ट पनि हालौँ। त्यसपछि सल्ट हालेपछि हामीले जुन चाहिँ अघिको एग छ है, त्यो चाहिँ मजाले यसरी हालिदिने र यसरी अल्टै पल्टै गर्ने गाइस। र यो हाम्रो चाहिँ रेडी भयो है। यो चाहिँ खानामा चाहिँ धेरै मिठो हुन्छ है। र तपाईँहरू पनि एकपल्ट ट्राई गर्नु होला गाइस। मलाई चाहिँ धेरै मन पर्यो र मेरो नानीहरूले मन परायो है। सो गाइस अब यो चाहिँ हाम्रो रेडी भयो। र अब मैले चाहिँ ग्यास अफ गर्न गइरहेको छु। त्यसपछि चाहिँ तातो तातो सर्भ गर्न गइरहेको छु है। यसरी बनाएर खानु होला गाइस। यो चाहिँ धेरै मिठो लाग्यो मलाई चाहिँ, र मेरो नानीहरूलाई पनि मन पर्यो है। र गाइस रेसिपी मन परेमा लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु नभुल्नु होला। हेर्नु न कति दामी देखेँ है। र यसरी एकपल्ट बनाएर खानुहोस् त, तपाईँहरूलाई पनि पक्कै मनपर्छ होला भन्ने आशा गर्छु है। र साथीहरू यसरी नै फेरि नयाँ रेसिपी लिएर फेरि आउनेछु तपाईँहरूको अगाडि है।
र तबसम्मको लागि टेक केयर, टाटा, बाई बाई, सी यू इन द नेक्स्ट ब्लग, प्लिज सब्सक्राइब।